हेलो गाइज एन्ड नमस्ते टु अल जसलाई युएफसीको कन्टेन्ट मनपर्छ एन्ड सबैलाई नेपाली एमएमए एन्ड बक्सिङ च्यानलमा सबैलाई स्वागत छ। फर दोज हु लभ्स एमएमए एन्ड बक्सिङ र यसको कन्टेन्ट नेपाली भाषामा सुन्न चाहनुहुन्छ भने प्लिज भिडियोलाई लाइक एन्ड कमेन्ट प्लस च्यानललाई सब्सक्राइब गरिदिनु होला। हालै युएफसीको प्रेसिडेन्ट डाना व्हाइटले जस्ट आज इन्स्टाग्राममा लाइभ आएर केही फाइटहरू अनाउन्स गरेको छ र त्यसैको बारेमा ब्रदर्सहरूसँग डिस्कस गर्नको लागि आजको भिडियो रहेको छ। सो इस्लाम मखाचीव जो अहिलेको पाउन्ड फर पाउन्ड नम्बर 1 फाइटर हो, उसले आफ्नो युएफसी लाइट वेट टाइटल भ्याकेट गरेको छ र 170 पाउन्ड वेल्टरवेटमा मुभ गरेको छ। एन्ड त्यसै गरी उसको नेक्स्ट म्याच हालैको न्यू च्याम्पियन जेडिएमसँग यो वर्षको अन्तिमसम्ममा म्याच हुने पक्का भएको छ। सो UFC 317 को मेन इभेन्टमा फर द भ्याकेन्ट लाइट वेट च्याम्पियन टाइटल म्याच इलिया एल म्याटाडोर टोपुरिया भर्सेस चार्ल्स ड्युब्रोन्स ओलिभेरा बीच हुने भएको छ। त्यसै गरी को मेन इभेन्टमा पान्टोजा भर्सेस काई कारा फ्रान्स बीच हुने भएको छ। यो म्याच वास्तवमा UFC 314 तिरै हुनेवाला थियो, तर यो म्याच जस्ट UFC 317 मा मुभ गरेको छ। त्यसै गरी अरू मेन कार्डहरूमा पाउलो कोस्टाको नि म्याच छ र पहिलाको UFC 311 मा क्यान्सल भएको फाइट हेनाटो मोइकानो भर्सेस ड्यानियल डारुस बीचको म्याच फेरि फिक्स गरिएको छ। अर्को यसै गरी कार्डमा इम्पोर्टेन्ट म्याच ब्रेन्डन रोयल भर्सेस म्यानुएल क्यापे बीच नि हुन गइरहेको छ। मेबी यो म्याचले नेक्स्ट टाइटलको कन्टेनर सेलेक्ट गर्नेछ होला फर द UFC फ्लाइवेट च्याम्पियन। सो अर्को न्युजको बारेमा भन्नुपर्दा UFC 319 को मेन इभेन्ट जो सबले वेट गरेको थियो, हाम्जा चिमाएको लङ वेटेड टाइटल म्याच फाइनल्ली उसले चान्स पाएको छ अगेन्स्ट DDP ड्रिकियस डुप्लेसिस टु प्रुभ हिज च्याम्पियन मेटेरियल्स एन्ड फर द UFC वर्ल्ड मिडलवेट टाइटल च्याम्पियनसिप म्याच। सो हाललाई मेरो अन्य प्रिडिक्सनहरू भन्नुपर्दा इस्लाम भर्सेस जेडिएम लाई चाहिँ अहिलेलाई स्किप गर्दा नै ठिक होला। यसको अफिसियल एनाउन्स भएपछि नै प्रिडिक्ट गरौँला है त। सो टोपुरिया भर्सेस ओलिभेरामा मेरो प्रिडिक्सन छ टोपुरिया भाइ के हो। डोन्ट गेट मी रङ, आई लभ ओलिभेरा टु, बट उसले धेरै आफ्नो फाइटमा हिट लिन्छ र सो जुन हिट टोपुरियाको हातबाट लिनु जस्तो रिस्की कुरा यो म्याचमा कुनै पनि हुने छैन। आई विस ओलिभेराले जितेको भए चाहिँ एकदमै ह्याप्पी हुन्थे। ओलिभेराको पनि चान्स हुँदै नभएको त होइन, तर ओलिभेराले इनकेस टोपुरियालाई हराउनु छ भने उसले A1 भन्दा पनि एकदमै बेस्ट गेम प्लान लिएर आउनुपर्छ। सो लेट्स सी, बट हाललाई टोपुरिया बाइ के हो। सो त्यसै गरी अर्को को मेन इभेन्टको मेरो प्रिडिक्सन छ पान्टोजा बाइ डिसिजन। काइकारा फ्रान्समा पनि नकआउट पावर त छ, बट पान्टोजा हेज अ चिन गाइज। सो Pantoja with his all-round game skill, I think Pantoja by decision. So अर्को UFC 319 को जुन मेन इभेन्ट हाम्जा चिमाए भर्सेस DDP मा दिमागले हाम्जा चिमाए बाई सेकेन्ड राउन्ड भन्छ भने मनले DDP ले नै जित्छ जस्तो लाग्छ। सो अर्ली प्रिडिक्सनमा भन्नुपर्दा चाहिँ हाम्जा चिमाए बाई सेकेन्ड राउन्ड सबमिसन। त्यसै गरी अरूको म्याच हेनाटो मोइकानो भर्सेस ड्यानियल डेरियोसमा चाहिँ मोइकानो बाई डिसिजन अहिलेलाई प्रिडिक्सन। सो त्यसैले गाइज अब च्यानलको नाम चाहिँ नेपाली एमएमए एन्ड बक्सिङ भए पनि हाल बक्सिङको कन्टेन्टहरू हाल्नु पाएको छैन, त्यसको लागि धेरै सरी।
सो किप सपोर्टिङ गाइज होइन, यस्तै एमएमए एन्ड बक्सिङको कन्टेन्टहरू आउँदै गर्छ। सो किप सपोर्टिङ एन्ड हजुरहरूको प्रिडिक्सन चाहिँ के छ कमेन्ट गर्नु होला, लेट मी नो। थ्याङ्क यू।